जय श्री कृष्ण, जय श्री राधे। 2082 सालको समस्त दर्शक महानुभावहरूमा मङ्गलमय शुभकामना टक्राउन चाहन्छु। म ज्योतिष पण्डित उदय नारायण बास्कोटा। वार्षिक राशिफल 2082 साल के कस्तो रहेको छ, 12वटा राशिहरूमा ग्रहले के कस्ता किसिमका शुभ र अशुभ फलहरू प्रदान गरिराखेका छन्, त्यसमध्येमा आउनुहोस् दोस्रो राशि वृष राशिको चर्चा गरौँ यो भिडियोको माध्यमबाट। वृष राशिमा जन्म लिनुभएका व्यक्तिहरूलाई यो 2082 साल के कस्ता रहेका छन्, यिनै चर्चाहरू र ग्रहका शुभ अशुभ फलहरू र ग्रहको उपचार कसरी गर्ने त कुन कारणले शुभ रहन सक्छ, यी सबै चर्चाहरू हामी यो भिडियोका माध्यमबाट गर्नेछौँ। सबैभन्दा पहिले वृष राशिलाई भन्नुपर्दाखेरि 2082 साल महत्त्वपूर्ण र भाग्य प्रबल सालका रूपमा वर्णन गरिएको छ। धेरै महत्त्वपूर्ण ग्रह गोचरको योगहरू बनेर 2082 साल आएको छ। बताउनै पर्दाखेरि 90% शुभ अवस्थाहरूमा बृहस्पति लगायत शनिको, त्यसै गरी गएर सबै ग्रहहरूको प्रभाव महत्त्वपूर्ण रहेको छ। शनि त्यसै गरी गएर बृहस्पतिको योगदान यो साल बृहस्पतिकी वृष राशिका व्यक्तित्वहरूमा अत्यन्त प्रबल र महत्त्वपूर्ण रहनेछ। जस अन्तर्गत वर्षभरि रहने किसिमका ग्रहहरूमा बृहस्पति पनि वर्षभरि नै शुभ फल प्रदान गरेर रहनेछ। विशेष गरेर जेठ महिना लागिसकेपछि बृहस्पति स्थानान्तर हुँदै आफ्नो राशिबाट दोस्रो राशिमा पुगिसकेपछिको अवस्था भने अत्यन्त प्रबल बनेर रहनेछ। त्यसभन्दा पछाडि शनिको यात्रा वर्षभरि नै 11औँ स्थानमा रहनेछ। वृष राशिका व्यक्तिहरूलाई शनिको 11औँ स्थानको यात्रा अत्यन्त महत्त्वपूर्ण मानिन्छ, साह्रै बलवान मानिन्छ यात्रा। त्यसै गरी गएर राहु ग्रहको यात्रा वर्षको प्रारम्भमा 11औँ स्थानमा भए पनि बकरी ग्रहको अवस्था अन्तर्गत राहु जब जेठ महिनामा आएर 10औँ स्थानमा कर्म स्थानका बिचमा बकरी भावले सर्दछन्, तत्पश्चात साधारण केही कर्ममा उल्झनहरू भने हुन सक्छन्, घरायसी साधारण समस्या भने। तर पनि बृहस्पति र शनिको योगले यति महत्त्वपूर्ण अवस्थाहरू प्रदान गरिराखेको हुन्छ, वर्षभरि महत्त्वपूर्ण फल नै मिल्ने किसिमको अवस्था देखिन्छ। विशेष गरेर बृहस्पति ग्रहको अवस्थाको कारणले बृहस्पति स्वयं गइकन भाग्यबाट पनि सम्पत्ति र धन सम्पत्तिको योग महत्त्वपूर्ण मानिन्छ। त्यसै गरी गएर कर्मबाट पनि सम्पत्तिको योग महत्त्वपूर्ण मानिन्छ र वाणीबाट पनि सम्पत्तिको योग महत्त्वपूर्ण बन्ने अवस्था देखिन्छ। त्यति मात्रै होइन, विशेष गरेर यहाँनेरि धन स्थानको मालिक, त्यसै गरी गएर कर्मस्थानको मालिक अनि एकादश स्थानका बिचमा बलियो भनेर शनि रहेका कारणले कर्मबाट पनि आय स्रोतहरू प्रशस्त बन्ने, भाग्यबाट पनि आय स्रोतका अवस्थाहरू प्रशस्त बन्ने। त्यसै गरी गएर दोस्रो स्थानको बृहस्पतिलाई पनि महत्त्वपूर्ण मानिन्छ। केन्द्रीय दोषबाट जेठ लागिसकेपछि दोस्रो स्थानमा बृहस्पति सर्नु, दोस्रो स्थानमा सर्नु बृहस्पति भनेको अत्यन्त महत्त्वपूर्ण मानिन्छ। वाणीबाट सम्मानित हुने किसिमको अवस्थाहरू र त्यसै गरी गएर भाग्य चम्कने किसिमको अवस्थाहरू र कर्म चम्कने किसिमको अवस्थाहरू महत्त्वपूर्ण रूपमा देखिन्छ। कर्म पनि बलियो देखिन्छ, भाग्य पनि बलियो देखिन्छ। अझै भन्नुपर्दाखेरि विशेष गरेर बृहस्पतिको बलले अर्थात् बौद्धिक क्षेत्रमा लागि पर्नु हुने किसिमका व्यक्तित्वहरू, राजनीतिक र सामाजिक क्षेत्रमा आफ्नो जीवन समर्पित गर्नुभएका व्यक्तित्वहरूका लागि अझै समुन्नतिका बाटाहरू प्रशस्त मिल्ने अवस्थाहरू यो साल देखिन्छ। त्यसभन्दा पछाडि शैक्षिक क्षेत्रका अवस्थाहरू रोकिएका विद्याहरू छन्, पढाइहरू छन् भनेदेखि पनि पूर्ण रूपमा छात्रवृत्तिको अवस्था अन्तर्गत पूर्ण रूपमा विद्या पढाइहरू पूर्ण गर्ने किसिमका अवस्थाहरू वृष राशिका लागि यो साल प्रबल देखिन्छ। त्यसै गरी गएर अन्य किसिमको अवस्थाहरूमा सन्तान प्रतिको अवस्था पनि सुमधुर देखिन्छ। त्यसै गरी पिताबाट माताबाट प्राप्ति हुने किसिमको सुख, पितृ सुख पनि महत्त्वपूर्ण र सुमधुर सम्बन्ध यो साल रहनेछ। बृहस्पतिको दृष्टि जब विशेष गरेर यहाँ शुभ स्थानका बिचमा रहन्छ, पञ्चम स्थान, सप्तम स्थान र नवौँ स्थानमा रहेको बृहस्पतिको दृष्टिले विशेष गरेर भाग्य स्थानमा,
त्यसै गरी गएर 6औं स्थानमा र महत्त्वपूर्ण स्थानका बिचमा रहनी भएका कारणले र बृहस्पति पनि स्थान अन्तर्गत बलवान रहेका कारणले स्थान बलियो मानिन्छ। बृहस्पतिको दृष्टि बलियो मानिन्छ। शनिको दृष्टि बलियो भएको शनिको दृष्टि पनि लग्नदेखि लिएर विशेष गरेर यहाँ सबै ठाउँमा हुने भएका कारणले र बृहस्पतिको दृष्टि पनि प्रबल बनेका कारणले यो दुईटै ग्रहको तालमेलले यति सुमधुर अवस्था देखिन्छ, यति महत्त्वपूर्ण अवस्था देखिन्छ कि धेरै सालपछि यो ग्रहहरूको शुभ योग बनिराखेको छ। लग्नको प्रारम्भमै 4वटा ग्रहहरू एकादश स्थानका बिचमा देखिन्छन्। राहुको अवस्था, शुक्रको अवस्था, बुधको अवस्था हो, त्यसै गरी सारा प्रकारले शनिको अवस्था। यी 4वटा ग्रहहरू एकादश स्थानमा भएर शुभारम्भमा आने अर्थात् मङ्गल अवस्थामा नै प्रबल अवस्थाहरू देखिएको छ, महत्त्वपूर्ण अवस्थाहरू देखिएको छ। यति हो कि वर्षको प्रारम्भमा जहिले पनि वृष राशिका लागि सूर्य 12औं रहने किसिमको अवस्था मात्रै थोरै कमजोरी अवस्था हो, नभए अरू सबै अवस्थाहरू एकदम प्रबल र महत्त्वपूर्ण रहने भयो। वाणीद्वारा कुनै व्यक्तित्वका लागि आफ्नो बसमा पार्ने किसिमको अवस्थाहरू, त्यसै गरी मुद्दा मामिला ऋणबाट उम्कने किसिमका अवस्थाहरू, घर जग्गा जमिन जोड्ने किसिमका अवस्थाहरू, त्यसै गरी गएर विदेशको यात्रा सम्बन्धी अवस्थाहरू, चाहे व्यापारिक रूपमा यात्रा होस्, चाहे विद्याको शैक्षिक यात्रा किन नहोस्, चाहे जुनसुकै किसिमका धार्मिक यात्राहरू किन नहुन्, सबै यात्राहरू सफलताको बिन्दुमा प्राप्त हुने किसिमका अवस्था प्रबल मानिन्छ। आफूले बोलेका अवस्थाहरूमा वृष राशिका व्यक्तित्वहरूलाई खासै खेर जाने किसिमको अवस्था यो साल रहँदैन। त्यसै गरी गएर शत्रुमाथि विजय प्राप्ति हुने किसिमका अवस्थाहरू पनि प्रशस्त देखिन्छ। शत्रुको मनदेखि लिएर शत्रुका समस्त प्रकारका अवस्थाहरूलाई पनि आफ्नो काबुमा राख्न सकिन्छ, आफ्नो नियन्त्रणमा राख्न सकिने किसिमको अवस्था महत्त्वपूर्ण मानिन्छ। त्यसै गरी गएर विशेष गरेर यहाँ बौद्धिक क्षेत्र र सन्तान सुखका अवस्थाहरूमा पनि सुमधुर अवस्था देखिन्छ। दाम्पत्य जीवनका अवस्थाहरू पनि सुमधुर देखिन्छन्। विद्यार्थी भाइ बहिनीहरूका लागि पनि यो साल विशेष गरेर शुभ राम्रो अङ्क प्राप्ति हुने किसिमको अवस्थाहरू देखिन्छ र राम्रै किसिमको अवस्थाबाट उत्तीर्ण हुने किसिमको अवस्था प्रबल देखिएको छ। त्यसै गरी नोकरीका अवस्थाहरूबाट पनि सफलता नै प्राप्ति हुने किसिमको अवस्था प्रबल रूपमा प्राप्त गरिएको छ र घर जग्गा जमिन त्यसै गरी समस्त किसिमका नातेदारहरूबाट हुने किसिमको साथ र सहयोग पनि हजुरहरूले यो सालभरि नै महत्त्वपूर्ण रूपमा पाइ नै रहनुहुनेछ। त्यसै गरी गएर विशेष यो साल चाहे बौद्धिक क्षेत्रमा लागेका व्यक्तित्वहरू हुनुहुन्छ, चाहे व्यावसायिक क्षेत्रमा लागेका व्यक्तित्वहरू हुनुहुन्छ, चाहे सामाजिक सेवा र राजनीतिक क्षेत्रमा लागेका व्यक्तित्वहरू हुनुहुन्छ, चाहे वैदेशिक यात्रामा अगाडि बढ्ने किसिमका व्यक्तित्वहरू हुनुहुन्छ, सबैका लागि शुभ र महत्त्वपूर्ण अवस्था यो साल रहेको छ। पारिवारिक सुख समृद्धिका अवस्थाहरू पनि महत्त्वपूर्ण रहेका छन्। त्यसै गरी गएर यदि यो साल विवाह बन्धनमा अगाडि बढ्न चाहनुहुन्छ भनेदेखि पनि यो अवसर पनि वृष राशिका व्यक्तित्वहरूका लागि प्रबल बनेर आइराखेको छ। सन्तान प्राप्तिको योग पनि महत्त्वपूर्ण रूपमा देखिराखिएको छ। त्यसै गरी गएर सन्तानको सुख समृद्धिका अवस्थाहरू पनि महत्त्वपूर्ण अवस्थाहरू बनिराखेका छन्। सबै कुरोले भन्नै पर्दाखेरि सबै क्षेत्रका हर क्षेत्रका व्यक्तित्वहरूलाई सफलता प्रदान गरिराखेको छ वृष राशिका व्यक्तित्वहरूका लागि 2082 सालका ग्रह गोचरहरूले। यो साल अलिकति सजग रहनुपर्ने किसिमको अवस्था भने अवश्यमेव पनि छ स्वास्थ्य सम्बन्धीको मामलामा र अरू कुराहरूमा भने त्यति समस्या आउँदैन। विशेष गरेर स्वास्थ्य सम्बन्धीका अवस्थामा भनेदेखि अलिकति सजग रहनुपर्ने किसिमको अवस्था रह्यो। विशेष गरेर स्वास्थ्य सम्बन्धी बेला बेलामा पेट सम्बन्धीका समस्याहरू आइदिन सक्ने किसिमका अवस्थाहरू भने। त्यसै गरी राहु कर्मस्थानका बिचमा जेठ महिनापछि
प्रवेश हुने भएका कारणले जेठदेखि राहुको उपचार गर्नु महत्त्वपूर्ण अवस्था रह्यो। त राहुको उपचार भयो, भैरवको दर्शन भयो र स्वास्थ्य सम्बन्धी सजगताको अवस्था रहेको अवस्थामा विशेष गरेर वृष राशिका व्यक्तित्वहरूका लागि एकदम महत्त्वपूर्ण र शुभ फल प्राप्ति भइ नै रहनेछ जुनसुकै क्षेत्रमा पनि। यसैले विशेषतया ग्रह गोचरको अवस्था अन्तर्गत बताउनु पर्दाखेरि यी किसिमका योगहरू कहिलेकाहीँ दुर्लभ योगहरू भनेर आउँदछन्, जस अन्तर्गत यी दुर्लभ किसिमका योगहरू बनेर आइराखेको साल यो 2082 साल रहेको छ। चाहे जुनसुकै क्षेत्रमा लागेका व्यक्तित्व भए पनि सफलताको बिन्दुमा प्राप्त हुने किसिमका अवस्थाहरू महत्त्वपूर्ण रूपमा प्राप्ति गराएको छ। यसैले यो 2082 साल वृष राशिका व्यक्तित्वहरूका लागि शुभ फल प्राप्ति बनेर आएका कारणले यदि नोकरी, व्यवसाय, नयाँ कर्मको थालनी, त्यसै गरी नयाँ जीवनका प्रारम्भहरू कुनै किसिमको अवस्था सोच्नु भएको छ भनेदेखि र त्यसै गरी छात्रवृत्तिका रूपमा विदेशको यात्रा सोचिराख्नु भएको छ भने अब चुप लागेर बस्ने किसिमको अवस्था रहेको छैन र ग्रहले एकदम हजुरका लागि साथ र सहयोग प्रदान गरिराखेको छ। ग्रहले दिएको यो पवित्र अवसरलाई अगाडि बढेर जीवन सफल बनाउनुहोला। विशेष गरेर ग्रह गोचरको दृष्टि र ग्रहका योगहरू वृष राशिलाई सबै क्षेत्रबाट महत्त्वपूर्ण रहेका कारणले अगाडि बढ्नुहोला। हजुरहरूका लागि शुभकामना छ र यदि ग्रहमा कुनै प्रकारले ग्रह यति राम्रो हुँदै पनि आफ्नो ग्रहले साथ दिइराखेको अवस्था छैन भने चाहिँ हजुरहरूको त्रिभागी विंशोत्तर र योगिनी महादशामा के कस्ता ग्रह दशाहरू र अन्तर्दशाहरू चलिराखेको छ त्यसको शान्ति गरेर अगाडि बढ्नु भएको अवस्थामा यो साल सजग र साह्रै महत्त्वपूर्ण र साह्रै पवित्र साल बनेर सबै क्षेत्रमा सफलता चुम्न सफल हुनुहुनेछ। हस्त ग्रह गोचरले जे जस्ता अवस्थाहरू प्रस्तुत भए तापनि यो साल वृष राशिका व्यक्तित्वहरूका लागि शुभ बितोस्, कल्याणमय बितोस्, आनन्दमय बितोस्। जय होस्, जय होस्, जय होस्।